विपदमा प्रयोगमा आउने ग्याबिन जालीहरू जिल्लामा कति वितरण भइरहेका छन् र त्यो विशेष गरी वडाहरूले तपाईँलाई सिफारिस दिइसकेपछि तपाईँले दिने प्रक्रिया रहेछ, त्यो प्रक्रियाबारे सामान्य केही जानकारी गराइदिनुपर्छ। धन्यवाद। हाम्रो विपद जोखिम न्यूनीकरणको लागि चाहिँ तार जाली वितरण र आवश्यक परेको बेला चाहिँ खाली सिमेन्टको बोरा वितरण भन्ने एउटा कार्यक्रम हुन्छ। त्यो अन्तर्गत चाहिँ योपालि हामीले 2000 को आसपासमा तार जाली बुनेका थियौँ र त्यो वितरण पनि गऱ्यौँ। मध्ये करिब 1000 जति वितरण भइसक्यो। 1200 जति भइसक्यो, 700-800 कति बाँकी छ। अब तल एक्ज्याक्ट डाटा दिनु तपाईँलाई। यो वितरण गर्ने आधार चाहिँ के हो भने जिल्ला विपद व्यवस्थापन प्रकोप न्यूनीकरण सम्बन्धी एउटा विपद व्यवस्थापन समिति छ एउटा। त्यो समितिबाटै हामीले चाहिँ सम्बन्धित वडाको सिफारिसमा र कहिलेकाहीँ अब अत्यावश्यक पऱ्यो भने मेयरको नगरपालिकाको सिफारिसमा पनि हुन्छ, नत्र सामान्यतया वडाको सिफारिसमा चाहिँ वितरण गर्ने भन्ने हामीले पास गरेका छौँ। त्यो समितिबाट हाम्रो कार्यविधि पनि त्यही हो। जिल्ला प्रशासन पहिला कतै चाहिँ पहिला जिल्ला प्रशासनबाट बाँड्ने चलन हुन्थ्यो। जिल्ला प्रशासनमा पक्को लोडले गर्दा त्यो यहीँबाट बाँड्ने गरी कार्यविधि बनाएको अवस्था हो। अब यस्तो त्यसमा चाहिँ कस्तो छ भने अब पब्लिकलाई हामीले त्यो गरे अर्को एउटा कारण किन पनि हो भने पब्लिककै सजिलोको लागि हो। जिल्ला प्रशासनमा गएर निवेदन दिएर त्यहाँबाट चाहिँ फेरि त्यहाँ निवेदन दिने बित्तिकै उहाँले सिफारिस दिनुहुन्न, कलेक्सन गरेर राख्नुहुन्छ। प्रकोप व्यवस्थापन समितिको बैठक बस्नुपर्छ। समितिहरूले अलिक वृहत किसिमको समिति हुन्छ, त्यहाँ सुरक्षा निकायदेखि विभिन्न सरकारी निकायहरूको समिति हुन्छ। त्यो समितिबाट पास गरेर दोस्रो पटक जालीको लिस्ट निकाल्दाखेरि टाइम लाग्छ। पब्लिकलाई इन्स्टेन्टली तुरुन्तै चाहिँ सजिलो होस् भन्नको लागि चाहिँ हामीले यो कार्यविधि उपयोग गरिरहेछौँ। भन्न खोजेर वडाको सिफारिसमा प्रत्यक्ष कार्य एउटा दिइरहेछौँ, 10 थान 5 थान 7 थान अत्यावश्यक हेरिकन। तर अब यो चाहिँ उपयोग कति भइरहेछ भन्ने कुरा चाहिँ टोटल्ली चाहिँ अनुगमन चाहिँ हामीले पनि गरिसकेको अवस्था त छैन। तर अब अलिक 10 थानभन्दा बढी दियौँ भने त हामी हाम्रो प्राविधिक कार्य सहयोगी सुपरभाइजर क्वेसन भने फिल्डमा गएको बेला यो ठाउँमा हाम्रो पहिला जाने पनि गर्छ, त्यो पनि हेर्नु भन्छ, उपयोग नै छ। अब कतैतिर 4 थान 3 थान 5 थान आवश्यक छ भने फोटो भिडियो लिएर आउँछन्, लगेर जान्छन्। त्यो चाहिँ कतै मिसयुज भएको पनि सुनिन्छ। म चाहिँ के भन्न चाहन्छु भने यहाँहरूको सजिलोको लागि चाहिँ हामीले यहीँबाट जाली वितरण गरिरहेको अवस्था हो। यदि यसलाई चाहिँ जिल्ला प्रशासनबाट वितरण गर्ने प्रावधानअनुसार जाने भने चाहिँ जाली चाहिँ त्यति सहजै पाउनु पनि सकिँदैन। त्यही भएर हामी सहजै सेवा दिइरहेछौँ भने त्यसको सदुपयोग गरिकन लगेका जालीहरू चाहिँ सदुपयोग गरेर चाहेको ठाउँमा प्रकोप व्यवस्थापनकै लागि, नदीजन्य प्रकोप व्यवस्थापनकै लागि चाहिँ उपयोग गर्नु अनुरोध गर्दछु। स्थानीय स्तरमा रहेको वडा सरकारलाई तपाईँले यहाँबाट के भन्न चाहनुहुन्छ? वडा सरकारलाई, वडालाई, पालिकाको वडा कार्यालयलाई के भन्छु भने अब उहाँहरूसँग पनि मेन पावरको अभाव होला, वर्क लोड छ, चाप छ, त्यो थाहा छ। त्यही पनि अब यहाँहरू कहाँ कोही यदि चाहिँ सिफारिस जालीको लागि सिफारिस माग्दै हुनुहुन्छ भने कम्तीमा त्यो जाली यहाँबाट उपलब्ध भइसकेपछि, त्यो वडामा गइसकेपछि त्यो वडाको एउटा योजना अथवा त्यहाँको एउटा प्रोपर्टी जस्तै हो। त्यसपछि त्यसको उपयोग भएन, जेको लागि तपाईँबाट सिफारिस मागिएको थियो। जे कारण सिफारिस माग्दाखेरि यहाँहरूले पनि त प्रकोप छ भनेर सिफारिस गर्नुहुन्छ भने त्यो प्रकोप जलोत्पन्न प्रकोप भनौँ नदीजन्य प्रकोपको जोगानको लागि नै त्यो उपयोग भएको छ छैन भन्ने चाहिँ यहाँहरूले पनि भनौँ न यदि उपयुक्त समयमा भनौँ न यसो अनुगमन गरिदिने, नभए चाहिँ जानकारी राखिराख्ने, नभए कहिले सिफारिस लगेर तपाईँ जाली भर्नुभयो भएन भने सोधिदिनु भयो भने पनि त्यो मिसयुज हुन, दुरुपयोग हुनुबाट जोगिन्छ। त्यसले गर्दा जानेर ठ्याक्कै जसलाई चाहिँ आवश्यक छ उसले चाहिँ उपयोग गर्न पाउँछ र दुरुपयोगबाट जोगिन्छ भन्ने लाग्छ। धन्यवाद सर, व्यस्त समयको बावजुद हामीलाई समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।